नमस्कार। मैले अहिलेको अवस्थामा नेपालको राजनीतिमा हर्क साम्पाङ जस्तो विपक्षमा उभिने नेता अरू कोही पनि देखेको छुइनँ अहिलेको अवस्थामा। र म हर्क साम्पाङको कुराहरूलाई बयानहरूलाई एकदम नियालेर बुझ्ने कोसिस गर्छु र जुन विपक्षमा डरो हुन्छ महत्त्व हुन्छ उसकै कुरालाई नियालेर हेरिन्छ र उसको कुरा गरिन्छ। अनि हिजो हर्क साम्पाङजीको एउटा इन्टरभ्यू रहेछ, त्यहाँनिर उहाँले कतिपय कुराहरू गर्नुभयो, त्यो कुरामा म सहमत पनि भएँ, कति कुरामा म सहमत पनि भइनँ। अनि उहाँलाई चाहिँ पत्रकारले सोधेको थियो कि यलम्बर एयरपोर्टमा उत्रियो भनेर तपाईँले भन्नुभयो, त्यो कुराले विवाद भयो भनेर। अनि उहाँले भन्नुभयो हामीले त्यो इतिहास जान्नुपर्छ, इतिहास बुझ्नुपर्छ भनेर चाहिँ भन्नुभयो। यलम्बरको इतिहासमा महाभारत रामायणलाई जोड्नुभयो। अनि मैले हर्क साम्पाङलाई राजनीतिमा आइकन देखेको परिवर्तन, उहाँ अलिक फ्लेक्सिबल भएर अरूको पनि भावनालाई ठेस नपुगोस् भन्ने तरिकाले कुरा गर्नुहुँदो रहेछ। अहिले सुध्रिनु भएको होला उहाँ, होइन भने त पक्कै पनि उहाँले इतिहासलाई याद दिलाएरै यलम्बरको नाम राख्नुपर्छ, हाम्रै धर्म संस्कृतिसँगै जोडिनु भएको उहाँ हो। राजाको नाममा, त्रिभुवन राजाको नाममा चाहिँ एयरपोर्टको नाम राखिएको छ भने किन चाहिँ यलम्बरको नाममा नराख्ने भनेर उहाँले सोधेर बुझाएको भए त जनतालाई पक्कै पनि विवादमा तानिनु हुँदैन थियो। अनि उहाँले भनेका कति कुराहरू देशको विकास र देशको हितमा मलाई राम्रो लाग्यो, होइन। अनि उहाँलाई फेसबुकमा त्यो कुराहरू राख्ने कुरा सोद्धा पनि उहाँले चाहिँ मैले अब अधिकारको कुरो हो, फेसबुकमा लेख्न पाउनुपर्ने अधिकारको कुरो हो भनेर उहाँले भन्ने कुरा गर्नुभयो। हो, त्यो मान्छेको अधिकारको कुरो हो, तर हर्क साम्पाङले के लेख्छ भन्ने कुरोले चाहिँ नेपाली जनतालाई असर पर्छ। त्यो तपाईँको अधिकारको कुरो हो, तर त्यसले असर जनतालाई पर्छ। त्यही भएर तपाईँले विचार गरेर लेख्नुपर्छ जस्तो मलाई लाग्छ, तपाईँले के लेख्दै हुन्छ भन्ने कुरो। किनकि तपाईँले लेखेको कुरो अब तपाईँको पर्सनल कुरो हुँदैन, त्यो नेपाली जनताहरूको भावनासित पनि जोडिएको हुन्छ। त्यसैले अब जनताले मूल्याङ्कन गर्छन् उहाँलाई। उहाँ एक भिजनरी नेता हो र विपक्षीमा उहाँभन्दा डरो मैले अरू कोही पनि देख्दिनँ। उहाँको भिजन एकदमै डरो छ। अनि हर्क साम्पाङ यस्तो व्यक्ति हो जसलाई चाहिँ अस्वीकार पनि गर्न सकिँदैन र स्वीकार्न पनि सकिँदैन। तपाईँले इग्नोर पनि गर्न सक्नुहुन्न उहाँलाई, उहाँका कामहरू देख्दाखेरि। अनि तपाईँले उहाँलाई एक्सेप्ट पनि गर्न सक्नुहुन्न, किनकि उहाँको बयानहरू त्यस्तै देखिन्छ। मैले चाहिँ उहाँ सबैलाई जोडेर लिएर हिँड्न खोज्ने खालको नेता देख्दिनँ, तर अहिले राजनीतिमा उत्रिकिन उहाँ फ्लेक्सिबल भएर सबैलाई जोडेर लिएर हिँड्न खोज्ने खालको बयानहरू दिनुहुँदो रहेछ। अलि विचार गरेर दिनुभएको जस्तो मैले देखेँ। तपाईँहरूलाई के लाग्छ आफ्नो विचार राख्नु होला।